नमस्कार सम्पूर्णमा म जर्सी गौतमी। अहिले देशमा जुन तीव्र गतिमा निर्वाचनको माहौल बनिरहेको छ, फागुन 21 हुने निर्वाचन, जुन निर्वाचन गर्न आवश्यक र औचित्य चाहिँ खास थिएन। जेन्जी भाइ बहिनीहरूले गरेको जुन परिवर्तनको विद्रोहको म्यान्डेट भनेको चाहिँ मलाई लाग्छ सायद निर्वाचन गर्नु थिएन। एउटा सुशासन, एउटा आमूल परिवर्तन र राष्ट्रलाई परिवर्तन गर्ने खालको निर्वाचनको आवश्यकता त निर्वाचन भन्ने कुरो थिएन। तर जहाँसम्म मलाई लाग्छ निर्वाचन जनताको माग होइन, निर्वाचन आम नेपाली सर्वसाधारण जनताको माग होइन। जनतालाई चाहिएको निर्वाचन होइन, जनतालाई चाहिएको शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्यायमा समानता हो। र जब स्वास्थ्य र शिक्षा रोजगार नै छैन भनेपछि पटक पटक निर्वाचन गरेर के गर्नु? यस्ता निर्वाचन त विगतमा हामीले धेरै पटक गरिसक्यौँ। 2046 सालदेखि आजसम्म 47 सालदेखि लगभग 38 वर्षको अवधिमा निर्वाचनहरू धेरै गरेको र अहिलेसम्म 39वटा प्रधानमन्त्री राष्ट्रले पाइसकेको छ। तैपनि हामी अझै पनि विकास र निकास खोजिरहेका छौँ। यत्रा धेरै प्रधानमन्त्री बनाइसकेपछि पनि, यति धेरै निर्वाचन गरिसकेपछि पनि हामी पटक पटक भनिरहेका छौँ नेपाल बनाउने, राष्ट्र बनाउने, नेपाली जनताको हक, हित र सुख समृद्धि समस्यालाई समाधान गर्ने भनिरहेका छौँ। र यत्र वर्ष चाहिँ के हेरेर बसेको र किन चाहिँ काम नगरिकन एउटै कुरा फेरि निर्वाचनमा जाने, त्यही कुरा बताउने, फेरि निर्वाचनमा जाने, त्यही कुरा बताउने, सरकारमा पुग्दा मौका हुँदा आफूले मौका पाउँदाखेरि काम गर्न नसक्ने, काम नगर्ने, लागू नगर्ने, जुन जनताको आवश्यकता र समस्यालाई कहिले पनि समाधान गर्ने खालको विधि कार्यक्रम नीति नबनाउने, शिक्षा छ, बेरोजगारी शिक्षा छ, नेपालको शिक्षालाई परिवर्तन गर्न नसक्ने, अब 37 वर्षको र 38 वर्षको अवधिमा पनि सकिँदैन भने सधैँ निर्वाचन मात्रै गरिरहने नेपालीले चाहिँ निर्वाचन मात्रै गर्नुपर्ने, गरिरहनु पर्ने अवस्था सिर्जना भएको छ। र यसले के निकास दिन्छ, के विकास दिन्छ र? वास्तवमा हामीले काम भनेको चाहिँ जनताको समस्या, बेरोजगार, युवा पलायनको अवस्था छ, युवा पलायन कसरी रोक्ने, उद्योग बन्द भएका उद्योग धन्दा कल कारखाना कसरी खोल्ने, यस्तो विषयहरूमा चाहिँ छलफल गरेर एकरूपता भएर पार्टी मात्रै खोलेर, दल मात्रै दर्ता गराएर, सबै छरिएर पटक पटक देशैभरि पार्टी नै पार्टी भएर निर्वाचन गरेर के फाइदा? एउटा एजेन्डा बनाएर, एक भएर, एकजुट भएर पो राष्ट्र बनाउने, देश बनाउनेमा जानुपर्छ। त राष्ट्रको नीति त एउटै होइन, शिक्षा नीति एउटा, स्वास्थ्य नीति एउटा, रोजगारको नीति एउटा, कृषि उत्पादनको नीति एउटा, विषयहरू त यतातिर जानुपर्ने होइन र? यो छरिएर चाहिँ पटक पटक म बनाउँछु, तँ बनाउँछु भन्दा भन्दै हिजोदेखि यो भद्रगोल भएको कुरालाई चाहिँ हामीले विचार गर्नु पर्दैन? कहिले बनाएको छ र? पटक पटक निर्वाचन हुन्छ, जनताले भोट दिन्छन्, ऋणको भारी बोक्नुपर्ने हुन्छ, अझै थपिँदैछ। जति पटक जनताले राजनीतिक दलका उम्मेदवारहरूलाई, पार्टीहरूलाई भोट दिन्छन्, त्यति पटकै नेपाली जनतालाई भारी थपिन्छ, ऋण थपिन्छ। अहिले देशको ऋण कति पुगेको छ त? सामाजिक लोन कति पुगेको छ? त्यो कसले खाएको? त्यो कसले खायो र? त कसको ऋण तिर्नुपर्ने? सधैँ जनताले कर पनि तिर्नुपर्ने, ऋण भोट पनि हाल्नुपर्ने, र तिमीहरूलाई सधैँ दाल भात तलब भत्ता खुवाइरहनु पर्ने आजीवनसम्म। यस्तो खालको व्यवस्था जबसम्म यो दलदल र दलदले व्यवस्था छ, दलदले व्यवस्थाको अन्त्य नगरिकन, राष्ट्रको सिस्टम नबनाइकन, राष्ट्रिय नीतिहरूलाई चाहिँ एजेन्डाहरू तय नगरिकन हुँदैन। यस्ता भुत्लाभाङ्गा खालका हिजोको टाइपले, हिजोको तरिकाले गर्ने कुराहरू सबै बिजोग छ, परनिर्भर छ। राष्ट्र आत्मनिर्भर बनाउनु पर्ने देश, तर परनिर्भर भएको छ सदाबार। यस्तो कुरालाई तपाईँ हामीले बुझ्न आवश्यक छ। र भोट के को लागि गर्ने, किन भोट दिने अर्थात् निर्वाचन किन गर्ने, के को लागि गर्ने भन्ने विषय महत्त्वपूर्ण विषय हुन्छ। निर्वाचन गर्नुको कसैलाई दाल भात खुवाउने, सांसद बनाउने उद्देश्यले निर्वाचन गर्नु जनघात हुन्छ, राष्ट्रघात हुन्छ। यो चाहिँ विकास, कुनै निकास हुँदैन। निर्वाचन भनेको शिक्षा, स्वास्थ्य, रोजगार र आमूल परिवर्तनको लागि गर्नुपर्ने हुन्छ। र व्यावहारिक शिक्षाको पाटोलाई बदल्नको लागि निर्वाचन गर्नुपर्छ। अनि मात्रै निर्वाचन गर्नको फाइदा हुन्छ र राष्ट्रले निकास र विकास पाउँछ। नेपाली जनताले सुख र सुविधा र सुख, शान्ति, समृद्धि, सुरक्षा र यस्ता खालका कैयौँ विषयहरूमा
बहस नगरिकन, छलफल नगरिकन निर्वाचन घ्याटघाट गर्नु, हिजो जसरी निर्वाचन गर्थे, पञ्चले गर्थ्यो, दलहरूले गर्थ्यो, अरूले गर्थे, त्यही पाराले निर्वाचन गर्नु, यो चाहिँ जनघात राष्ट्रघात हुन्छ। त्यसैले निर्वाचन गर्नलाई के को लागि गर्ने भन्ने पहिला एजेन्डा र भिजन तयार पारेर त्यसपछि मात्रै निर्वाचन गर्नु उपयुक्त हुन्छ। धन्यवाद।